कति कमिसन खानुभएको छ त्यो तपाईले नि थाहा होला। अलिकति यो दिमागको प्रयोग गरेर कार्य गर्नुस् न। गौडा नगरपालिकाद्वारा सञ्चालित निशुल्क गुम्ती शौचालय, यो शौचालय कहाँ हुनुपर्छ र अहिले कहाँ छ? सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईको पार्टीद्वारा निर्वाचित भएको जनप्रतिनिधिहरूले कता कस्तो कार्यहरू गरिरहेको छ, विकास कार्य गरिरहेको छ कि उत्खनन कार्यहरू गरिरहेको छ, यसप्रति ध्यान छ कि छैन? कि मात्र पार्टीको कार्यक्रममा यी जनप्रतिनिधिहरूलाई बोलाएर सँगैसँगै टसेर फोटो खिचाएर फेसबुकमा सुखी नेपाल समृद्ध नेपालको मात्र स्टेटस लगाउनुहुन्छ? यो शौचालयको अवस्था हेर्नुहोस् न। यहाँ यो शौचालयको अवस्था यस्तै हो हेर्नुहोस्। यो शौचालयको अवस्था हो हेर्नुहोस्। यहाँ पाइप फुट्या छ, यो यस्तै हो, टुक्नी पड्या छ। यसलाई रिपेयर कसले गराउने हो? यो टङ्कीमा पानी हेर्ने हो भने टङ्कीमा पानी छैन। जनतालाई दिशा पिसाब फेर्नको लागि बजारमा एउटा पनि निशुल्क शौचालय छैन। गौडा नगरपालिकाद्वारा सञ्चालित एउटा पनि शौचालय छैनन्। तर कामै नलाग्ने ठाउँमा जहाँ खाँचो छैन त्यहाँ ल्याएर शौचालय थन्काइदिएको छ, त्यो पनि एकदम गम्भीर अवस्थामा। मेयर साहब, यो जुन कार्यहरू गर्नु भइरहेको छ यसले के जनतालाई साँच्चै नै सेवा पाइदिएको छ त? गौडा नगरपालिकामा अहिलेसम्म हेर्ने हो भने एउटा पनि उचित कार्य भएको छैन। यति भएको छ भने त्यसमा पनि कतै न कतै झोलझाल होला र छ। कति कुरा मैले प्रमाणित गरिदिइसक्यो। जनताको सबैभन्दा विश्वासदायक र विकास प्रेमी कुनै पोजिसन छ भने त्यो मेयर हो। तर त्यो मेयर जस्तो ठाउँलाई तपाईँले व्यापार बनाइदिनु भएको छ र आफू व्यापारी बनेर यो 3 वर्षको अवधिमा यस्ता उत्खनन कार्यहरू गरेर कति कमाउनु भयो आदरणीय मेयर साहब? अहिले यस्तो गर्नुहोस् आदरणीय मेयर साहब कि जनताले त्यसबाट सेवा सुविधा लिन पाओस्। नेपालीले चान्स पायो के गर्छ? तर जब गौडा नगरपालिकाले गर्नको लागि चान्स पाउँछ कामै नलाग्ने कार्य गर्छ। दर्शकबिन, म तपाईँले एउटा कुरा जानकारी गराऊ। गौडा नगरपालिकाद्वारा सञ्चालित निशुल्क गुम्ती शौचालय, यो शौचालय कहाँ हुनुपर्छ र कहाँ छ अहिले, र यो शौचालयको अवस्था कस्तो छ भन्ने विषयमा आज हामी चर्चा गर्नेछौँ। सबैभन्दा पहिला त तपाईँलाई म यो शौचालयको अवस्था हेराउन चाहन्छु। यहाँ आउनुहोस्। यो शौचालयको अवस्थासँग तपाईँ जुडिराख्नु होला। यो शौचालयको अवस्था हेर्नुहोस् न। यहाँ यो शौचालयको अवस्था यस्तै हो हेर्नुहोस्। यो शौचालयको अवस्था हो हेर्नुहोस्। यहाँ पाइप फुट्या छ, यो यस्तै हो, टुक्नी पड्या छ। यसलाई रिपेयर कसले गराउने हो? यसलाई रिपेयर कसले गराउने हो? म सम्बन्धित निकायलाई सोध्न चाहन्छु। शौचालय खाँचो भएको ठाउँमा हुनुपर्छ कि यहाँ हुनुपर्छ? दर्शकबिन, म तपाईँले एउटा कुरा जानकारी गराऊ। यो छेउमा जति तपाईँ घर हेर्नु भइरहेको छ नि, यतातिर न कहिले बजार लाग्छ, न कहिले भिडभाड हुन्छ, न कुनै व्यक्तिहरू त्यति दैनिक रूपमा आउँछ। सबैको घरमा प्रायः शौचालय होला, तर यो शौचालय यहाँ ल्याएर थुपार्नुको कारण के हो? र यो शौचालयको नाममा गौडा नगरपालिकाले कति पैसा निष्कासा गरिएको छ म सोध्न चाहन्छु सम्बन्धित निकायलाई। जब यो शौचालय तपाईँहरूले निर्माण गर्नुभयो, यो शौचालय यस्तो अवस्थामा पुगिसकेपछि रिपेयर कसले गराउने हो? यो टङ्की जुन हेर्नु भइरहेको छ, यो टङ्कीको पानी म तपाईँले हेराउन चाहन्छु। यो टङ्कीमा पानी छ कि छैन भन्ने कुरामा म तपाईँले हेराउन चाहन्छु। तपाईँ जुडिराख्नु होला। यहाँ आउनुहोस् एकचोटि, होइन? तपाईँले म पानी पनि देखाउन चाहन्छु। वाह, यो देशको यो टङ्कीमा पानी हेर्ने हो भने टङ्कीमा पानी छैन र यो शौचालय कुन अवस्थामा छ तपाईँ आफू मूल्याङ्कन गर्नुहोला। र यो शौचालय कहाँ हुनुपर्छ र अहिले कहाँ छ भन्ने कुरामा तपाईँ अहिले मूल्याङ्कन गर्नुहोला। र यो शौचालय कहाँ छ भन्दाखेरि तपाईँको लोकेसनमा भनिदिन्छु। यो शौचालय हाल अहिले गौडाको श्रीराम सुगर मिलमा चाहिँ ल्याएर थन्काइदिएको छ। र यहाँ थन्काउनुको मेन कारण के हो? यो शौचालय बनाएर जतिको पैसा यसमा लगाउनु भयो त्यो पैसा कहिले जनताले सेवा पाउने हो? त्यो 3वटा शौचालय छ, जहाँ चाहिँ एउटा यो शौचालय भयो र 2टा शौचालय त्यहाँ छ। त्यसको पनि अवस्था हेर्न जाने हो भने उस्तै छ त्यो अवस्था पनि। शौचालयलाई व्यवस्थित ठाउँमा कसले लाने हो? व्यवस्थित ठाउँमा कसले राख्ने हो? व्यवस्थित ठाउँमा कसले पुर्याउने हो? यो काम कसको हो? स्थानीय सरकारको हो नि। यो स्थानीय सरकारद्वारा सञ्चालित छ भने स्थानीय सरकारको पुरा दायित्व बन्छ कि यसलाई संरक्षण गर्नको लागि। तर स्थानीय सरकारले संरक्षण गरेको छ त? सम्बन्धित निकायलाई म भन्न चाहन्छु, जुन यो शौचालय छ, यो शौचालयको जुन अवस्था छ त्यो अवस्थालाई परिवर्तन गरेर फेरिदेखि राम्रो बनाएर र जहाँ यो शौचालयको खाँचो छ बजारतिर लैजानुहोस्, कतै भिडभाडतिर लैजानुहोस्, कतै चौकतिर लैजानुहोस्, त्यतातिर नै जनताको खाँचो छ यो दिशा पिसाब गर्नको लागि। यहाँ